बझाङको बित्थरचिर गाउँपालिकाले उत्कृष्ट कृषकहरूलाई सम्मान गरेको छ। तरकारी, फलफूल, बिउ तथा बेर्ना, पशुपालन तथा मौरी पालन गर्दै आएका 12 जना उत्कृष्ट कृषकहरूलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको हो। शुक्रबार गाउँपालिकाको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रति व्यक्ति 6000 नगद र प्रमाणपत्र सहित सम्मान गरेको हो। व्यावसायिक रूपमा कृषि पेसामा आबद्ध कृषकहरूलाई थप प्रोत्साहन मिल्ने र अन्य युवाहरू पनि यस पेसातर्फ आकर्षित हुने पुरस्कृत भएका कृषकहरूको भनाइ छ। मूल्याङ्कन गर्नुभएको छ। हामी पनि अब कृषि पेसातिर चाहिँ एकदम राम्रो उचाइ आइरहेको छ, जागरण भइरहेको छ। कृषितिर लाग्नुपर्छ भन्ने चाहिँ एकदम राम्रो मेसेज भइरहेको छ। पहिले चाहिँ यो खासमा विदेशीको कारण भनेको नै यो स्थानीय सरकारहरूले पनि वास्ता नगर्ने अनि माथिको अरू सरकारहरूले पनि वास्ता नगर्ने अनि भएको र आफन्तहरूलाई र आसेपासेहरूलाई र यो झुले किसानहरू बनाएर चाहिँ ल्याउने कागजी प्रमाण बनाएर खाने जो यो सिस्टम थियो यसको कारणले मात्रै विशेष गरेर चाहिँ यो युवाहरू चाहिँ विदेशमा परेको। अब नयाँ सिस्टमहरू चाहिँ परिवर्तन भइरहेको छ। युवाको हातमा देश छ, परिवर्तन हुन्छ भन्ने हामीले चाहिँ लागिरहेको छ। अब युवाहरू चाहिँ भित्र हुन्छ, सबै व्यावसायिक क्रममा हुन्छ। नेपाल देश नै अब कृषिमा चाहिँ आत्मनिर्भर चाहिँ बन्छ भन्ने चाहिँ मलाई लाग्छ। माथि उठ्न उकालो सकिने अहिले बित्थरचिरमा हेर्दै जाँदाखेरि के भइरहेको छ भने धेरै उत्पादन छ। अन्डा यहाँ उत्पादन गरेको छ, यतिका सामग्रीहरू देखिए, प्याजको यस्तो माला लाउने खालको बनायो। तर किसानहरूलाई मर्माहत भएका के कारण छन् भने यो ल्याएर त्यत्तिकै कुहिन्छ। बजारबाट किन्दाखेरि बजारमा 30 रुपियाँ केजीमा पनि यो सुन्तला बेच्नुपर्ने अवस्था आयो, जो अहिले 200-250 रुपियाँ बेच्छ। गाउँपालिकाले कृषि पेसामा आबद्ध भएर आधुनिक कृषि प्रविधिको प्रयोग, उत्पादन तथा उत्पादकत्व वृद्धि गरिरहेका अगुवा तथा युवा उत्कृष्ट कृषकहरूलाई सम्मानका लागि छनौट गरेको थियो। यसले कृषि पेसामा आबद्ध हुने किसानहरूको संख्या बढ्ने र कृषिजन्य उपजमा आत्मनिर्भर हुने गाउँपालिकाले जनाएको छ। कृषि क्षेत्रको यहाँको सम्भावना हुँदाहुँदै पनि धेरै युवाहरू विदेश पलायन भएको अवस्थामा चाहिँ हामीले थोरै पनि केही मात्रामा कृषकहरू अथवा युवाहरूलाई कृषि पेसामा केही आकर्षित गर्न सकिन्छ कि भन्ने उद्देश्यले थोरै यो चाहिँ कृषक सम्मान कार्यक्रमको आयोजना गरेका थियौँ। यसमा हामीले 12 जना आज चाहिँ कृषकहरू सम्मान गऱ्यौँ। यसमा चाहिँ युवाहरू पनि छन्, भर्खरको चाहिँ देखि लिएर पुरानो वर्षौँदेखि चाहिँ कृषि पेसामा लागेका कृषकहरू पनि छन्। र यसबाट चाहिँ उहाँहरूलाई मात्रै होइन, उहाँहरू भनेको एउटा व्यक्ति मात्रै हो, उहाँ व्यक्तिको कदर मात्रै होइन कि यो उद्देश्य भनेको कार्यक्रमको के हो भन्दाखेरि अन्य कृषकहरूलाई पनि उहाँहरूको चाहिँ यो मेहनत, लगनशीलता र केही गऱ्यो भने चाहिँ हुन्छ भन्ने कुराको चाहिँ जुन आज पुरस्कृत हुनुभएको छ, त्यहाँबाट चाहिँ अरूले पनि थप हौसला, उहाँहरूलाई पनि उत्साह मिलोस्, बाँकी किसानहरूलाई पनि भन्ने हाम्रो आजको कार्यक्रमको मुख्य उद्देश्य थियो। र यो कार्यक्रमबाट पक्कै पनि अरू सबै बाँकी युवाहरू, अरू कृषकहरूले पनि यो पेसामा चाहिँ लाग्यो भने चाहिँ केही चाहिँ गर्न सकिन्छ, उहाँबाट पनि सिक्ने र आफ्नो पनि हौसला बढ्ने पक्कै यो हामीले अपेक्षा गरेका छौँ। पुरस्कृत भएका कृषकहरूले कृषि पेसालाई जोगाइ राख्ने हो भने युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षित हुने गरी गाउँपालिकाले नीति तथा योजना बनाउनु पर्नेमा सुझाव दिएका थिए। उत्पादित कृषि उपजको बजारीकरणका लागि गाउँपालिकाले पहल गरिदिनुपर्ने र भण्डारण तथा संकलन केन्द्रहरू पनि निर्माणका लागि पहल गरिदिनुपर्ने उनीहरूको आग्रह छ। गाउँपालिकाले भने रैथाने कृषि बाली तथा अन्य कृषिजन्य उपजहरूको बजारीकरणका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग समन्वय भइरहेको जनाएको छ। वास्तविक किसान र कृषि क्षेत्र सधैँ प्राथमिकतामा रहेको गाउँपालिकाको दाबी छ।